हेलो साथीहरू, गुड मर्निङ एन्ड नमस्ते। वेलकम ब्याक टु माई मिनी ब्लग। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ धेरै दिनपछि मैले सानो मिनी ब्लग लिएर आएको छु। सबैजनाले माया गरिदिनु होला साथीहरू। अनि कति एउटै मात्रै भिडियो बनाएको, खालि काम गरेको मात्रै भिडियो बनाउँछ भन्नुहुन्छ होला। अनि मेरो चाहिँ रुटिन नै यही छ कि बिहानै उठ अनि काममा जाऊ, अनि कामहरू सकेर रुममा आऊ, रुममा आएर खाना बनाऊ अनि खाऊ, अनि छोरीलाई हेर, छोरीलाई नुहाइदेऊ, सुताऊ, यही छ कि मेरो रुटिन नै। अनि त्यही भएर म चाहिँ यसैको भिडियो बनाउँछु साथीहरू, सबैजनाले माया गरिदिनु होला है त। अनि अब के अरे म चाहिँ घुम्न फिर्न चाहिँ कहीँ पनि जाँदिनँ हो। अनि छोरी चाहिँ सानी छ, अनि कति धेरै सताउँछ हो, यताउता कुदिन्छ। अनि एक ठाउँमा बस्दै बस्दैन, उसलाई कति धेरै घुम्न कुदेको कुदेको गर्छ कि। अनि त्यही भएर म चाहिँ बाहिरफेरहरू चाहिँ हामी चाहिँ घुम्न पनि जाँदैनौँ। अनि यो आन्टीको घरमा चाहिँ यति ठुलो कुकुर पालेको छ कि, अन्त त्यो कुकुरको बाल चाहिँ यति धेरै हुँदैन, झरेको हुँदैन, झाडु लगाउँदा पनि जाँदैन हो। अनि त्यसपछि यस्तो खालको पोचाले चाहिँ मजाले एकदम सफा हुन्छ कि, एकैतालमा सबै त्यो बालहरू सिमर्छ कि, अन्त छिटो पनि हुन्छ पोचा लगाउनु। अनि म चाहिँ यही पोचाले आन्टी घरमा चाहिँ सधैँ यही पोचाले पोचा लगाउँछु। तर त्यो कुकुर चाहिँ यति धेरै ज्ञानी छ है, मान्छेलाई चाहिँ केही पनि गर्दैन है, राम्रो छ कुकुर चाहिँ, एकदमै ज्ञानी छ, भुक्दैन पनि, केही गर्दैन, सानो सानो बच्चाहरूलाई पनि केही गर्दैन। नत्र त कसै कसैको कुकुरहरू त कम्ता यस्तो भुक्ने क्या, धेरै भुक्ने, मान्छेलाई देख्यो भने भुक्ने, टोक्न खोज्ने, त्यस्तो गर्छ नि त कसै कसैको कुकुरहरू। तर यो आन्टीको घरको कुकुर चाहिँ त्यस्तो छैन। अनि म आन्टीको घरमा काम सकेर पनि दिदीको घरमा आइसकेँ, अर्को दिदीको घरमा काममा। अनि त्यो दिदीलाई चाहिँ बिचरा मुखमा यत्रो घाउ भएको रहेछ क्या। अनि बिचरा कस्तो दुखिरहेछ भन्दै थियो। अनि के भयो दिदी भनेर सोधेको त ज्यादा हिट भएर घाउ भएको भन्नुभयो कि। अन्त मलाई थाहा थिएन है, ज्यादा हिट भयो भने यस्तो ओठमा यस्तो मुखमा घाउहरू हुँदो रहेछ कि। अन्त बिचराको बोल्न पनि भइरहेको थिएन दिदीको घाउ भएर। अनि त्यसपछि साथीहरू कहिलेकाहीँ त कामै नगरी बसौँ जस्तो लाग्छ है, छुट्टी लिएर अल्छी लाग्छ, कति धेरै गाह्रो हुन्छ। अनि के गर्नु, काम त गर्नै पर्छ। अनि छुट्टी चाहिँ मेरो चाहिँ छैन है, हजुरहरूकोतिर चाहिँ छुट्टीहरू सन्डे सन्डेमा मिल्छ होला, मलाई चाहिँ कुनै दिन पनि छुट्टी छैन। आफैले कहिले बिमारी भएर अर्जेन्टहरू पऱ्यो भने, कहीँ घुम्न जानु पऱ्यो भने चाहिँ छुट्टीहरू माग्यो भने चाहिँ दिन्छ हो। तर त्यत्तिकै सन्डे सन्डेमा चाहिँ छुट्टीहरू मेरो चाहिँ काममा मिल्दैन साथीहरू। अनि दिनकै यति काम गरेकै गर्दा त अल्छी लाग्ने रहेछ नि हौ, कामै कहिलेकाहीँ त कामै नगरौँ जस्तो लाग्छ हो। अनि त्यसपछि जुन दिन चाहिँ स्यालेरी आउँछ नि, त्यो दिन चाहिँ यति धेरै खुसी हुन्छु। म मात्रै हो कि, हजुरहरू पनि त्यस्तै हुनुहुन्छ, यति धेरै खुसी लाग्छ। पैसा देखिसकेपछि ओहो अझ काम पाए हुन्थ्यो, अझ काम गर्नु पाए हुन्थ्यो, यस्तो फिल हुन्छ। अनि पैसा चाहिँ एक दुई दिनमा सकिन्छ, अनि त्यसपछि अल्छी लाग्न थाल्छ, अनि गाह्रो हुन्छ। यस्तै हो साथीहरू, मान्छेलाई पैसाले चाहिँ कहिले पनि पुग्दैन है, जति कमाए पनि कमै हुन्छ, जति कमाए पनि कहिले जिन्दगीमा पैसाले चाहिँ पुग्दैन साथीहरू। पैसा चाहिँ 2 दिनमै सिद्धिजान्छ, काम भने चाहिँ कहिले पनि सकिँदैन, मरेर जाने बेलासम्म पनि काम चाहिँ सकिँदैन है साथीहरू। अनि म चाहिँ दिदीको घरमा सबै माथि भित्रको कामहरू सकेर बाहिर पस्दैछु, ग्राउन्ड फ्लोर पस्दैछु। अनि यति काम गर्दाखेरि मलाई 2टा घरमा काम गर्दाखेरि 9:30 भइसकेको थियो। अनि म चाहिँ छिटो छिटो गर्दैछु, किनभने मेरो बुढा चाहिँ दिउँसो काममा जानुहुन्छ नि त। अनि त्यही भएर 10:30सम्म चाहिँ म रुममा आइसक्नु पर्ने हुन्छ। अनि त्यही भएर अझै एउटा घरमा काम बाँकी नै छ, भर्खर 2टा घरमा गर्दैछु। अनि 10 बजीसम्म चाहिँ म घरमा आउनुपर्छ। अनि हाम्रो चाहिँ छोरीलाई चाहिँ पालो गरी हेर्नुपर्छ। मेरो बुढाले बिहान हेरिदिनुहुन्छ, छोरी हेर्नुहुन्छ, अनि म दिउँसो मेरो काम हो दिउँसो हेर्ने छोरी। अनि दिउँसो चाहिँ अब सानै छ छोरी, अनि छोरीलाई छोडेर कहीँ जान सकिन्न। त्यही भएर एकजना चाहिँ छोरीलाई हेर्नै पर्ने हुन्छ है, ढुक्कै एकजनाले छोरीलाई हेर्नुपर्ने हुन्छ। अनि यो घरमा चाहिँ जहिले पनि भाँडाकुँडा डढाएर के यति कालो न कालो बनाउँछ हो। खै हाम्रोतिर त ग्यासमा पकाएको भाँडा पनि त यस्तो जल्दैन त हौ, यिनीको घरमा त पुरै जलेर कालो न कालो बनाएको हुन्छ हौ जहिले पनि। अनि त्यसपछि यो घरमा चाहिँ मेरो के अरे यो घरमा चाहिँ एकदमै राम्रो छ है मेरो चाहिँ काम। के अरे हप्तामा 2 चोटि मात्रै पोचा लगाउनु पर्छ। अनि
बाँकी दिनमा चाहिँ झाडु लगाउने अनि बर्तन धुने जाने। बर्तन पनि धेरै ज्यादा जुठो बनाएको हुँदैन, अलिकति मात्र हुन्छ। अनि मलाई 2 दिन चाहिँ मलाई 1 घन्टा टाइम लाग्छ। अरू बाँकी दिनमा चाहिँ म आधा घन्टामा काम पुरा सकेर जान्छु। अनि यो दिदीको यो बिल्डिङ चाहिँ यो आन्टीको घरमा काम गर्छ है, यही हो मैले काम गर्ने घर चाहिँ। मैले काम गर्ने घरहरू चाहिँ ठुल्ठुलो बिल्डिङहरू चाहिँ छैन है साथीहरू। हामी बसेको एरियातिर चाहिँ ठुलो ठुलो बिल्डिङहरू छैन, सानो सानै छ। अनि त्यत्रो साह्रो सिटी पनि होइन, नर्मलै हो हामी बसेको ठाउँमा चाहिँ। अनि साथीहरू म चाहिँ आन्टीहरूको घरमा पनि काम सबै 3टै घरमा काम सकेर रुम गइसकेँ साथीहरू। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरेर माया गरिदिनु होला भन्दै आजको भिडियो यति नै साथीहरू। बाई बाई।